नमस्कार। गरिबी न्याउरानका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत यो चाहिँ बाँसबाट उत्पादित सामग्री निर्माण तालिम चलेको थियो। थुलुङदुध कोशी गाउँपालिकाको सहजीकरण तथा समन्वयमा चाहिँ यो थुलुङदुध कोशी गाउँपालिका वडा नम्बर 5 जुबुमा चाहिँ यो निर्माण भएको विभिन्न सामग्रीहरू हामी देख्न सकिरहेका छौँ। अत्यन्तै राम्रो छ। यो 1 महिनाको तालिम उपलब्धिमूलक छ। यहाँ विभिन्न सामग्रीहरू निर्माण भएका छन्। हेर्दै लोभलाग्दो राम्रो खालको सामग्रीहरू चाहिँ निर्माण भएका छन्। यो चाहिँ वडा कार्यालय नजिकै चाहिँ तालिम केन्द्र रहेको थियो। 1 महिनाको तालिम करिब सकिने सवालमा रहेको छ। आज यो सकिने अन्तिम दिन चाहिँ हामी यो भिडियो बनाइरहेका छौँ। यहाँनिर के सामग्री निर्माण भएका छन् भन्ने कुरा चाहिँ हाम्रो प्रशिक्षक हुनुहुन्छ। उहाँ चाहिँ पदमनाथ फयाल हुनुहुन्छ। नमस्कार। उहाँ नै प्रशिक्षक हुनुहुन्छ। उहाँले विभिन्न यो देशको विभिन्न ठाउँमा गएर चाहिँ प्रशिक्षण गराउनुहुन्छ। पक्कै पनि अब निर्माण भएको सामग्री के छन् र कसरी प्रयोग गर्न सकिन्छ एवंले भनिदिनु पर्यो। ल पदम सर तपाईँले ल। यो चाहिँ कार्यालयमा रहने कार्यालय प्रमुख अथवा प्रधानाध्यापक अथवा वडा अध्यक्ष अथवा कार्यालयको प्रमुख व्यक्तिलाई रहने यो चाहिँ पेन राख्न सकिन्छ यहाँ। हजुर। त्यसपछि यहाँ झन्डाको यसो हामीले नमुना बनाएछौँ। झन्डा राख्न सकिन्छ। यो बाँसकै झन्डा हो। यो बाँसकै झन्डा हो। बाँसैबाट हामीले बनाएको पेन्ट गरेको। त्यसपछि यहाँ डेट अथवा तारिक राख्न सकिन्छ। त्यसपछि यहाँ तल चाहिँ नेम प्लेटको काम गर्छ प्रधानाध्यापक अथवा कार्यालय प्रमुखको। त्यसपछि यो सबै हामीले सम्पूर्ण बाँसको अलिकति कलर गरेर झन्डाको रूप मात्रै दिएको हौँ। त्यसपछि हामीले यो चाहिँ होटल हुँदै चम्चा यसो काँटाहरू राख्न खतरा कलर गरेर राख्नको लागि हामीले निर्माण गरेको हो। यो 2 खालको छ। त्यसपछि हामीले यो चाहिँ मोबाइल राख्नको लागि मोबाइलहरू राखेर यसो अहिले टिकटकको समय भएकोले गर्दा यहाँ मोबाइलहरू राखेर यसो हेर्नको लागि मोबाइल स्ट्यान्ड भन्छ। अनि यो पनि यसो यहाँ केही पेनहरू खतरा सामान राख्नको लागि हामीले तयार गरेको हो। त्यसपछि हामीले यो पहाडी भेगमा अलिकति ठुलो बाँस पाउने हुँदा यो जगको रूपमा यसो पानीहरू उगाउनको लागि हामीले नमुना निकालेको हौँ। त्यसपछि यो कप चिया कप अथवा यो यसमा चाहिँ हामीले कलर गरेका छौँ। खानाको लागि कलर नगरिकन युज गर्न सकिन्छ। यो चाहिँ सबै साइजमा हामीले कपहरू निर्माण। यो मक्ने सम्भावना कतिको हुन्छ पछि प्रयोग गर्दाखेरि? मक्किने हुन्न। अलिकति सिपेको बाँस गोलाई मिलेको राम्रो खालको बाँसबाट चाहिँ हामीले तयार गर्न सकिन्छ। यो चाहिँ राई संस्कारमा अत्यन्तै महत्त्वपूर्ण हुने यो चिन्डोको रूपमा हामीले यसो कलर गरेर बाँसको बनाएर हामीले कलरहरू गरेर यसो तयार गरेका छौँ। सबै साइजमा छ यो। फुर्का म चाहिँ राई संस्कारको नभए पनि यो धेरै ठाउँमा बनाउँदै अलिकति राम्रो मान्नु भएर यो हामीले तयार गरिदिएका छौँ। त्यसपछि यो चाहिँ होटल हुँदै यसो अलिकति विशेष गरी चुरोटहरू राख्नको लागि एउटा नमुना निकालिदिएको हो। त्यसपछि यो कार्यालयबाट विभिन्न व्यक्तिहरूलाई चाहिँ प्रमाणपत्र सम्मानपत्रहरू तयार गर्नको लागि हामीले सिसाहरू लगाउने सबै बनाएका छौँ। फ्रेम फोटो फ्रेम अथवा सिसा फ्रेम यो सबभन्दा गुणस्तरीयको मान्न सक्छौँ। हजुर। यो चाहिँ अलिकति लामो समय यो जालीमा अलिकति बढी समय लाग्छ। हामीले सादा पनि तयार गरेका छौँ। यो छिटो तयार हुने। यो चाहिँ बस्नको लागि योग्य टुल भन्छ यसलाई। बाँसबाट निर्माण भएको छ। सबै बाँसबाट निर्माण भएको हो। थोरै समयमा छिटो तयार हुन्छ। त्यसपछि यो चाहिँ कार्यालय हुँदै छरपट्ट रहेका स्ट्याम्प प्याडहरू लेटर प्याडहरू के यसो खतरा सामानहरू स्टिचहरू राख्नको लागि तयार गरिएको हो। सबै बाँसबाटै बनेको। सबै बाँसबाट हो। त्यसपछि यो चियाहरू यसो कार्यालयको कोही व्यक्तिहरूलाई पाहुनाहरूलाई स्वागत गर्न किस्ती अथवा ट्रे चिया ट्रे कसैलाई गिफ्ट दिन पनि हुन्छ। पछाडि भाग सम्पूर्ण बाँसबाट तयार गरिएको हो। अलिकति कलर भरेको मात्रै छौँ। त्यसपछि यो चाहिँ मञ्जन ब्रस यसो भित्तामा राखेर सोको रूपमा पनि भयो। केही सामानहरू राख्न पनि तयार हुन्छ। माछी काटे ब्रसदानी माछा आकारको भएकोले माछी काटे ब्रसदानी ब्रसहरू मञ्जनहरू राख्नको लागि तयार गरिएको हो। यो चाहिँ हामीले कार्यालय आउँदै अथवा केही बस्नको लागि हामीले तयार गरिएको कुर्सी मुढा भन्छ यसलाई। अलिकति मेहनत लाग्छ यसलाई चाहिँ। त्यसपछि यो हामीले सानो मुढा तयार गरेको छौँ यहाँ बस्नको लागि। सानो खालको मुढा सबै साइजमा छ सानो मुढा। यो पनि फोटो फ्रेमै हो। अग्लो फोटो फ्रेम। त्यसपछि यो चाहिँ विभिन्न व्यक्तिहरू चाहिँ यसो एक ठाउँबाट अर्को ठाउँ जाँदाको चाहिँ फोल्ड ह्याङ्गर भन्छ। फोल्ड हुन्छ यसरी भित्तामा यसो राखेर कपडाहरू राख्नको लागि तयार गरेको। सानो जस्तोसुकै घरमा नि राख्न सकियो। यो सानो बनाएर लिएर हिँड्न सकिन्छ। झोलामा पनि बोक्न सकियो। झोलामा पनि हालेर बोक्न सकिन्छ। सानो हुन्छ। हजुर। त्यसपछि यो मुढाहरू भइहाल्यो। यो जगहरू भइहाल्यो। त्यसपछि यो पनि किस्तीहरू यो चाहिँ टेबलको रूपमा हामीले तयार गरेको हौँ। टेबल
मुढा हामी सिसा पनि फिट गर्न सक्छौँ। हजुर। त्यसपछि यो अलिकति ठुलो साइजको कप, हजुर, ठुलो साइजको कप तयार गरेको हो। हजुर। त्यसपछि यो चाहिँ चाइनाले यसो बाँस, नेपालको बाँसहरू त प्रशस्त खेर गइरहेको छ। यो ढाडकनी हुने वाला बनाउने, हजुर, सबै साइजमा हामीले बनाएका छौँ। चाइनाले ल्याएर बेचिरहेको छ। हाम्रो स्थानीय बाँस पनि अलिकति उपयोग होस् भनेर हजुर यसो एउटा भाटाको दबाएर बनाएको हो। त्यसपछि यो चाहिँ सादा फ्रेम, छिट्टो तयार हुने, यसो फोटोहरू राख्न, हजुर, सम्मान पत्रहरू राख्न मिल्ने A4 साइजको, A4 साइजमा हामीले तयार गरेका छौँ। हजुर। अरू यो मुढाहरू नै हो, सबै फोल्ड ह्याङ्गरहरू नै हो, सबै फोल्ड हुन्छ। फोल्ड पनि यो सानो साइजमा छ, यो चाहिँ सानो साइजमा बनाएको छौँ। सानो साइजमा, यो चाहिँ ठ्याक्कै झोलामा बोकेर हिँड्ने। ठुलो साइजमा पनि छ, सानो साइजमा, सबै साइजमा बनाएको छौँ। कुर्सीहरू पनि, कुर्सी मुढाहरू पनि सबै साइजको छन् होइन? सबै साइजको, सानो कस्तो राम्रो। अनि यहाँनिर नेम प्लेटहरू पनि देख्न सक्छौँ हामी। नेम प्लेट छ यहाँ। कार्यालय प्रमुख, कार्यालय यसो पालिका अध्यक्षज्यू पनि रहेछ ल, असीम राई अध्यक्ष, उपाध्यक्ष सविता राई, प्रमुख प्रशासकीय अधिकारी हाकिम साहब पनि रहेछ। हजुर। त्यसपछि हामीले यहाँ उद्यम विकास सहजकर्तालाई पनि यसो नमुनाको रूपमा प्रेम बहादुर बुढा, उद्यम विकास सहजकर्ता, कस्तो राम्रो। त्यसपछि प्रधानाध्यापक, विद्यालयको प्रधानाध्यापकलाई पनि तयार गरेका छौँ। हजुर, कस्तो राम्रो। धन्यवाद। यस्तो राम्रो कुरा चाहिँ तपाईँले सोलुखुम्बुको यो थुलुङदुध कोशी गाउँपालिकाको जुबुमा आएर सिकाउनु भएको छ। कस्तो रह्यो यहाँको लगभग 1 महिनाको बसाइ? एकदमै राम्रो रह्यो, उत्साहजनक छ, सबै राम्रै छ। अब लगभग निरन्तरता दिनुहुन्छ भन्ने आशामा छु। हजुर। यस कामलाई यो तालिममा सीमित नभइकन व्यावहारिक रूपमा चाहिँ हामीले तयार गऱ्यौँ भने चाहिँ अलिकति गाउँघरमै सानो सामानहरू पनि किन्न टाढा जानु नपर्ने र भोलिका दिनहरूमा चाहिँ गाउँघरमा सबै प्रायः गाउँघरमै काम दिने सामानहरू पनि छ। केही समय चाहिँ हामीले अलिकति 1 महिना, अब छोटै अवधि हो, साह्रै लामो अवधि भएन, धेरै सामानहरू चाहिँ छुटेका पनि छन्। हामीले गर्दा पनि अलिकति समय अभावको कारणले गर्न सकेका छैनौँ। के निर्माण गर्नु चाहिँ बाँकी रह्यो त? अब दैनिक प्रयोगमा ल्याउन सकिने चाहिँ 1-2टा भन्दाखेरि चाहिँ सोफा सेट, कुर्सी, टेबल, बाँसबाट अनगिन्ती सामानहरू बन्छन्, धेरै सामानहरू छुट्छ। अझै पनि थुप्रै सामानहरू छ। यो सिकेर कहिले सकिँदैन त्यति सामान। अहिले जति पनि निर्माण भएको छ यो चाहिँ तपाईँले सिकाउनु भएको प्रशिक्षार्थीहरूले सबैले निर्माण गर्न सक्नुहुन्छ? अब अहिले यो बनाएको सक्नुहुन्छ सायद। अहिले अब यो हामीले छिटो गतिमा गएको छैनौँ, सुस्त गतिमा त्यसलाई बुझाउँदै, थ्योरी क्लास चलाउँदै, अनि त्यसपछि अभ्यास गर्दै, फेरि त्यसलाई बिगार्दै, फेरि पुनः तयार गर्दै गरेको कारणले गर्दा चाहिँ सक्नुहुन्छ भन्ने आशामा छु। तर घरमा गएर गर्नु भएन भने चाहिँ फेरि बिर्सिने सम्भावना चाहिँ बढी नै हुन्छ। अनि यसलाई चाहिँ अब फाइदाको रूपमा अथवा चाहिँ उहाँहरूले चाहिँ आर्थिक रूपमा पनि कन्भर्ट गर्न सक्नुहुन्छ कि के हुन्छ? यो अब निर्माण त गर्नुभयो उहाँले होइन, के लाग्छ उहाँहरूले चाहिँ अब यही सिप उत्पादन गरेर? सानो व्यवसायको लागि त्यति ठुलो लगानी पर्दैन। हजुर। सामान्य पालिकाले सामान्य घरमा गएर काम गर्नको लागि पनि केही औजारहरू व्यवस्था गरेको पाएको छु र भोलि गएर ठुलो उद्योगकै रूपमा विस्तार गर्न त लगानी गर्नै पर्छ। सामान्य सानो यत्तिकै नै कामको लागि चाहिँ त्यति ठुलो लगानी गर्नु पर्दैन। कच्चा पदार्थहरू चाहिँ प्रशस्त गाउँमा खेर गइरहेको चाहिँ सदुपयोग हुन्छ। ल हुन्छ, सबैजना चाहिँ प्रशिक्षार्थीहरू पनि यता हुनुहुन्छ। यहाँ फोर फाल्नको लागि यसो नमुना निर्माण गरिदिएको। एउटा बाँसको सानो किला तल गाडेर यसरी राख्न सकिन्छ। अनि प्लास्टिक जन्य फोरहरू चाहिँ धेरै बारीमा छरिएको देखेको कारणले गर्दाखेरि यति नै गरियो भने पनि बाँस खेर गइरहेको छ। यसमा चाहिँ प्लास्टिक जन्य वस्तुहरू चाहिँ यस्ता सङ्कलन गर्ने हो भने खेर पनि गएन, एक रीति सङ्कलन पनि भयो। त्यसपछि यसलाई निकालेर कहाँ लगेर व्यवस्थापन गर्ने भयो, यसरी निकालेर फोर फाल्नको लागि सजिलो तरिकाले एक ठाउँबाट अर्को ठाउँ लान सकिन्छ। नमुनाको रूपमा चाहिँ हामीले प्रशिक्षार्थीहरू यता हुनुहुन्छ, पक्कै पनि उहाँहरू हाम्रो अध्यक्षज्यू यता हुनुहुन्छ। समापन कार्यक्रम चाहिँ औपचारिक रूपमा भएको छैन, यद्यपि हामी चाहिँ यो अहिलेसम्म निर्माण भएको सामग्रीहरू चाहिँ प्रदर्शन गरेका छौँ। धेरै सामानहरू निर्माण भएका छन्। यो चाहिँ थुलुङदुध कोशी गाउँपालिकाको वडा कार्यालय नजिकै चाहिँ निर्माण भएको अथवा 1 महिना चलेको तालिमको केही भिडियो निर्माण गरेको छु। यहाँहरूले पक्कै पनि प्रतिक्रिया जनाउन सक्नुहुन्छ। र अब तपाईँको क्षेत्रमा पनि यस्ता स्थानीय बाँसबाट निर्माण गर्ने सामग्रीहरू आवश्यक परेमा अथवा प्रशिक्षकको आवश्यक परेमा चाहिँ हाम्रो पदम सरलाई सम्पर्क गर्न सक्नुहुन्छ। हस्त, धन्यवाद। ल।